यो तपाईको दिल्लीको सदर बजार हो। यहाँनिर तपाईले दर्जन दर्जनमा सामान पाउनुहुन्छ। यहाँनिर तपाईले सिंगल सामान केही पनि पाउनु हुँदैन है। एउटा दुईटा लियो भने तपाईले पुरा दर्जन या त पेटी लिनुपर्ने हुन्छ। अनि यहाँनिर एकदमै होलसेल अल ओभर इन्डियामा होलसेलमा जान्छ सामान। यहाँ यति सस्तो पाइन्छ सामान है। अरु जग्गा 100 रुपैयाँको सामान यहाँनिर 10 रुपैयाँमा पाइन्छ। धेरै सस्तो भन्दा सस्तो। यहाँबाट लगेर तपाईहरु एकदम बिजनेस पनि खोल्नु सक्नुहुन्छ। मान्छेको भिड हेर्नुहोस् र सामान गएको हेर्नुहोस्। यति डरलाग्दो सामानहरु लगेर जान्छ मान्छेले पेटी पेटी है। यहाँ हेर्नुहोस् बाईहरु, यहाँ हेर्नुहोस् लाउनेहरु, चुडीहरु, यहाँ सबको खानी छ। तपाईले हेर्नुहोस् यो कहाँ जाने चाहिँ होला सामानहरु है। कलकत्ता, मुम्बई कहाँ जान्छ यो सामानहरु। धेरै टाढो जान्छ। यहाँ हेर्नुहोस् दर्जन दर्जनमा पेटी पेटीमा पाइन्छ सामान र हामी पनि यहीँबाट सामान ल्याउने गर्छ। आउनु सक्नुहुन्छ है तपाईहरु यहाँनिर एकदमै सस्तो दाममा। यहाँ हेर्नुहोस् घडी हेर्नुहोस् 100 रुपैयाँ 50 रुपैयाँमा। यहाँ हेर्नुहोस् पुरा दर्जन। यहाँ हेर्नुहोस् टीकाको, मालाको, लकेटको, ज्वेलरी तपाई के भन्नुहुन्छ। यहाँ हरेक चीजको मार्केट छ। टावल मार्केटमा टावल मार्केट भनिन्छ। टावलै मात्रै पाउँछ। मटका गल्लीमा मटकै मात्रै पाउँछ। यहाँनिर चुडी गल्ली छ, चुडी मात्रै पाउँछ है। कस्मेटिक गल्ली छ, यहाँ कस्मेटिकै मात्रै पाइन्छ। तपाई के चाहिँ भन्नुहुन्छ यहाँनिर है। यहाँनिर नपाएको केही पनि छैन। हेर्नु सक्नुहुन्छ तपाईले भिडियोमा। धेरै मान्छेको भिड हेर्नुहोस्। यो चुडीवाला गल्ली हो। एकदम चुडीको यहाँनिर हेर्नुहोस् खानी। यहाँ हेर्नुहोस् यो कहाँ जाने सामानहरु।